सम्पूर्ण दर्शकलाई मेरो युट्युब भिडियोमा स्वागत छ र तपाईहरुलाई आज म देखाउँदैछु यो चाहिँ फिर्ता आएको चुरा है। र यो फिर्ता आएको चुरा चाहिँ किन फिर्ता आएको भन्दाखेरि चाहिँ साइज ठुलो भएर चाहिँ यो फिर्ता आएको छ र यो चाहिँ हाम्रो कारखानामा बनेको चुरा हो र एकदमै दामी बनेको चुरा थियो र एकदमै फिनिशिङ छ र तपाईहरुलाई यो भिडियो देखाउन मन लाग्यो। मलाई यो चुराको चाहिँ तपाईहरुलाई मैले देखाउन मन लाग्यो। यो डबल काँडे चुरा छ र एकदमै राम्रो बनेको छ यो चुरा चाहिँ र बनेको थियो र तपाईहरुलाई देखाउँदै छु। यस्तो हेर्दै गर्दाखेरि पनि फिर्ता आउँदै गर्दाखेरि पनि दामी देखियो क्या यो चुरा चाहिँ है। अनि त्यही भएर तपाईहरुलाई देखाउँदै छु। एकदमै फिनिशिङ छ, ओभर फिनिशिङ भन्दा पनि ठिकै छ र पनि तपाईहरुलाई मैले देखाउने विचार गरे। र यहाँ अर्को चुरा आएको छ, यो चाहिँ लाहा भर्नको लागि। यो पनि तपाईहरुलाई मैले देखाइहालेँ है। र तपाईहरुले मैले यस्तै भिडियोहरु तपाईहरुलाई हालिराख्ने छु मेरो युट्युब च्यानलमा र तपाईहरुले यस्तै डिजाइनहरु तपाईहरुले हेर्न सक्नुहुनेछ यो च्यानलमा। र जति पनि मैले सामानहरु तयार गर्छु यो सामानहरु चाहिँ मैले तपाईहरुलाई शो गर्दै लाने छु र तपाईहरुले यो भिडियोलाई सकेसम्म मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र लाइक कमेन्ट अनि यदि तपाईहरुलाई मन लाग्छ भने शेयर पनि गरिदिनु होला। र यो भिडियो चाहिँ तपाईहरुलाई मैले देखाइसकेको छु र कहाँबाट कमेन्ट गर्नुभयो तपाईहरुले मलाई कमेन्टमा भन्न सक्नुहुनेछ। र यदि तपाईहरुलाई यस्तै चुराहरु यस्तै सामानहरु बुटाको हर टोटल सामानहरु चाहिँ चाहिएमा तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। तपाईहरुलाई हामी उपलब्ध गराउने छौं। धन्यवाद।